यो चाहिँ फेदीखोला गाउँपालिकाको वार्ड नम्बर 4 अन्तर्गत पर्ने टुटे गाउँ हो। यो यहाँको लगभग सबभन्दा अग्लो उचाइमा भएको गाउँ हो र यो गाउँमा राम्रो यहाँ काँक्रा फलेछ। खस्छ भनेर यहाँ डोकोमा यसरी राखेको छ। यो चाहिँ लगभग 2000 को हाइटको वरिपरिमा छ। ल बजे के मितो छ? सुकमाया हो। ए हो किन्ना छ खनिज? मेरो कोरा हो। कोरा? माइता ए माइता कोरा हो। ए चु दी खनी परि चु। चु दी खनी परि। यो त टुटे त परि। ए टुटे है। चल लाखै किलको? हो। कति लेमुनले लाखै? फलेन क्या आयो। अहिले त पानी पानी भयो है? पानी पानी भयो। यहाँ बुढो मरिगयो। अनि भेलले पनि लैगयो। वर्ष पनि भयो। यहाँ त मेरो बुहारीले हेल्पसमा काम गर्छ होइन। ए हजुर। अहिले सरो भएर त्यो माछापत्र बजारमा सरो भएछ। किसबै फलेको यत्रो यत्रो त्यो फोटो खिचेर लग्यो नि बुहारीले फेसबुकमा हाल्यो। त्यस्तो काँक्रा अहिले हुँदै होइन न त फोटो खिच्नु। त्यो कान्छाको अलिअलि लयो बच्चाहरूले पक्राउन। पोखरोमा हो घर। म एक्लै छ क्या। उत्तरदेखि पूर्व पश्चिम त्यस्तै त हो न। बच्चा पढाउने भन्छ। एउटा छोरो जेठो छोरो बुटुलमा छ। तर भन्दाखेरि त्यस्तै छ। ल जोस् एक्लै भए पनि आनन्द गरेर खाइराख्नु भएको छ, बसिराख्नु भएको छ है। कति उमेर पुग्यो नि हजुरको? मेरो 71 72 73 भयो। ए 73 वर्ष बच्चा। के अरे त्यो वृद्ध भत्ता पाउँछ पाउँदैन? पाउँछ है। यहीँलाई सुरुमा मैले पाएको न यहाँ। ए नागरिकतामा पुगे रहेछ। 2600 रुपियाँ पाएछु त्यो बेलामा। पहिला अर्को पुरानो सचिव थियो। ए हजुर हजुर। यहाँ घर घरै ल्याइदिने थियो त्यो। अहिले त्यो सर्किटारीमै छ त्यो सचिव। अनि मैले 2600 पाएको कि त्यहाँ सुरुको सुरु बढ्दै 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 अलि मलाई निर्वाह चलिरहेछ। निर्वाह चलेर म एउटालाई निर्वाह छ। अहिले यहीँ ल्याइदिन्छ कि तपाईँ ब्याङ्कमा जानुपर्छ? म कहिले ब्याङ्कमा जान्छु, कहिले यहीँ ल्याइदिन्छ। ए ल ल। यो मतलब सारहरूले यहीँ बाँडिदिनु आउँछ कि रे। ब्याङ्कमा लाइन लाग्नु पऱ्यो। उसको ब्याङ्कमा थाप्ने थियो। अनि लाइन लाग्ने बराबर यहाँ टाढो दिनु गएको यहाँ गाउँमै गरिदियो कि रे। ठिकै हो। त्यो त नि कहिले काहीँ त यहीँ बाँड्छ कि। कहिले कहिले म ब्याङ्कमै जान्छु भने ब्याङ्कमा गयो। सुरुमा भनेको 620 हो? 2600 कि 620? 120 रुपियाँ। 120 रुपियाँ। त्यहाँ त 500 भयो। त्यहाँ यो नि त त्यस्तो गरे अहिले त झन् बढ्यो है? बढ्दै गएको। त्यहाँ पहिले त के हुने त होइन। मैले चाहिँ नि अब 2600बाट बढ्दा बढ्दा गर्दै गर्दै अहिले 12 पुग्यो। बढ्दैछ भने 12 खोइ बढेछ कि बढ्छ यो साउनमा यो मतलब साहबहरू यहीँ आएथ्यो। सचिवबाट पनि आएथ्यो। यहाँ रामा राशि गरेर मै बुढी नाचेर सचिवले भन्नुभयो। अनि बोजेको अरूले नबढाए हजुरले बढाइदिन्छ है बिदा बता। हाँसो गरेको क्या। 3000 बढाइदिन्छु हाँसो गरेको क्या। बिचरा त्यो त सबैलाई बढाउनु पर्यो नि है। ल ल एउटाले बढाएर होइन सबैले बढाउनु पर्यो। त्यो त हाँसो गरेको क्या।